चाहिँ कामतिर जा। हेलो साथीहरु, वेलकम टु माई भ्लग। अझै म बिहान 9:30 बजे अनि पानी खाएँ अनि भिडियो गराउँछु भनेर सोचे। अब चाहिँ म रुमहरु मिलाउँछु। म आज दिनभरिको भ्लग गराउन चाहन्छु। यो चाहिँ मेरो रुम, यहाँ भत्रगोल छ, लुगाहरु मिलाएकै छैन। अब लुगा मिलाउँछु म। यो फुल कस्तो राम्रो भयो हेर्नुस् न। 1 वर्ष अगाडि लिएको हो। यो ठुलो चाहिँ मर्यो, यो मात्र बाँकी। लुगा पतायो मिलायो फेरि अहिले त्यस्तै हुन्छ। राते खाँदिन भन्यो, खाम कफी नखाइ त मेरो दिनै जाँदैन। कफीसँग मेरो लक परिरहेछ। आजको बाहिरको मेरो बारी पुदिना हेर्नुहोस् न कति राम्रो भएको छ। वाउ, यो के 12 बजे फुल, यो पनि राम्रो। यो फुल चाहिँ आई लभ दिस फुल हो कि के हो, यो झार हो कि आमा। यो मैले फुल्नु नि रहेछ क्या हो यहाँ है, हैन। यो मैले यत्तिकै त्यो खोलामा हामी गर्मीमा जाँदाखेरि यस्तै एउटा दुईटा पात थियो लिएर आएको थिएँ अनि यहाँ यत्तिकै फालिदिइरहेको थिएँ कि आमा अहिले त सर यत्रो पात हालेर। ओ माई गडनेस, आई लभ दिस फुल। वाउ। अनि यहाँ टोमेटो पनि फलिरह। यो चाहिँ मेरो बुढाले लगाएको हो। बुढाले लगाएको टोमेटो फलिरहेछ। त्यो चाहिँ सागहरू छ। आजको दिन चाहिँ क्या शीतल गइरह हो। एक यो कपमा यो हाल्ने लाते। हाले त्यसपछि यो पनि हाल्नुस्, अझ स्वाद आउँछ। यति हाल्ने। त्यसपछि चाहिँ तताएको पानी यहाँ हालिदिने। कफी खानु धेरै नराम्रो हो क्या हो। कफी बिना दिनै ढल्दैन। यो घोल्नुस्, ल्याउनु पनि ल्याउँछु भनेको मैले। म खाँदैछु अब चिउरा र कफी। बाहिर बसेर खान्छ भनेको त चिसो जाडो भयो, चिसो छ बाहिर। खाएपछि भेट्छु। पनि खाएँ, अब चाहिँ भाँडा माझ्छु ल। खाना पनि खाइसकेँ, अब चाहिँ दाल मात्रै पालो। पहिला चाहिँ यसले मुख कुल्ला गर्छु। मैले यो धागोले बिचमा अड्केकोहरूलाई निकाल्छु। त्यो काठकोले घोच्नु भन्दा पनि यस्तोले गर्यो भने राम्रो। चाहिँ ब्रस गर्छु म।
खाना पनि खाएँ, मुखसुख पनि धोएँ, दाँतमा चाहिँ अब चाहिँ काम जानको लागि रेडी हुँदैछु म। अलिअलि मेकअप त गरेर जानु पर्यो, यस्तै फेस्तो जानु भएन। त्यसको लागि म लाउँदैछु राबुको टोनर, यो आई डोन्ट नो, झोल। अलिअलि ल्याउने अनि लगाउने फेसमा। सोचे थिएँ जिन्दगीमा के भयो आज। मलाई कहिले यो वर्डमा कहिले आइरहेको छ कि हुनु, कहिले आउँछ कहिले मनमा आउँछ फेरि भगवान् भयो। त्यसपछि मैले यो लगाउँदैछु क्रियोल कर्लेल। ए उठाले रे देवा, उठाले रे बाबा। क्रियोल फेसियल लोसन। अलिअलि राम्री त हुनु पर्यो नि, होइन त गाइस। गोलो आउन लाग्यो मुखमा, लिप गार्डनलाई लिपस्टिक लाउनु पर्यो। मैले पहिला यो लिपस्टिकहरू कहिल्यै लगाएन कि, किनभने चाहिँ मेरो यो ओठ ठुलो छ नि त, अनि लिपस्टिक लगाएपछि झन् ओठ ठुलो देखिन्छ भनेर म लाज लाएर पहिला भैलीहरू खेल्ने बेला केही नलागिने हुन्थ्यो कि। 2 वर्ष हुनु लाग्यो मैले युज गर्नु लाग्यो बल्ल लिपस्टिकहरू। अब चाहिँ म राबुकै मोइस्चराइजर लगाउँदैछु। अलिअलि तिल्क्यो नि त फेस अघिको भन्दा, मेरो डिम्पल पर्छन्। आइब्रो बनाउँछु, यो चाहिँ मैले 250 किनेको ह्याकेनमा। यो चाहिँ राम्रो हो, यो 3 खाले, यो यस्तो कोर्नी भयो, अनि यो बिचमा चाहिँ यो लगाउने भयो अलि बाक्लो देखाउनलाई, अनि यो पनि लगाउने। अब म चाहिँ लगाउँछु। मैले लगाएँ अलिअलि, राम्रो देखियो, धेरै लगाउँदैन। मोइस्चराइजर होइन, सनस्क्रिन। मोइस्चराइजर लगाएर यस्तो अलिअलि टल्क्यो फेस, अब यो लगाउँ। आफै बाल काटेर लामो गर्छु। अब चाहिँ कामतिर जाने, काममा जाँदै म यस्तो राम्रो फुल फुलिरहेको छ। मेरो गाडी 32-33 छ नि त, त्यही भएर दौडिन पर्यो। भ्याउँदैन नि त, त्यही भएर म दौडिरहेको। पानी परिरहेको छ, शीतल मौसम गरिरहेको छ। मैले छाता लिएको तर उडेन। दौड केटी दौड। शीतल गरे हौ आज त।
मान्छे आयो भने चाहिँ मलाई लाज लाग्छ कि बाहिर यस्तो क्यामेरा छडाएर बोल्नुपर्दा प्राणै छैन। कस्तो राम्रो फुलेको थियो यो पिङ्क कलर फुल त फुल्नुकै परेछ। अब चाहिँ मैले बस पर्खिँदैछु। आजको भ्यू हेर्नुहोस्, यस्तो पानी परिरहेछ।